चाहिँ यसरी हिँडेको छु पुरै ढाकेर। नभए त मान्छे चिसोले जाडोले मर्छ यहाँ त। यति गरेर हिँड्दाखेरि पनि हावाले यस्तो हान्छ, यस्तो मार्छ, यस्तो हावाले मान्छे ढल्ला जस्तो मार्ला जस्तो पर्छ त यहाँ त। आँखामै हान्छ फेरि, छड्के छड्के पर्छ यो हिउँ। यस्तो डेन्जर हान्छ, यस्तो डेन्जर हान्छ, आँखै खोल्न नसक्ने बनाइदिन्छ। तुमै हान्छ फेरि, चिसोले सक्दैन आँखा खोल्न। त्यो पुरै स्लिट परेर यस्तो व्यवस्थित पाराले खिच्दै हिँडेको छु म त, चिसोले भेट्छ भनेर। पुरै हिमाल चढ्नु हिँडेको जस्तो, सहरमाथा चढ्नु हिँडेको जस्तो सुक ढाकेर उहिलेको त्यो मङ्की टोपी लाएर भित्रपट्टि, अनि बाहिर फेरि यो ज्याकेटको पुरै टोपी लाएर पुरै अनुहार छोपेर हिँडेको छु। चस्मा पनि लाउनु पर्ने रहेछ, आँखामा हान्ने रहेछ। चस्मा चाहिँ गाडीभित्र छ, अब त्यहाँ खोल्न सक्ने अवस्था छैन अहिले हिउँले गर्दाखेरि। त्यही भएर यसरी हिँडेको छु है हजुरहरूलाई। फेसबुकमा फलो गर्नु पऱ्यो, युट्युबमा सब्सक्राइब गर्नु पऱ्यो। कुरा त्यही हो, हावा चलेको छ विन्टर यस्तो, यही हावाले हो गाह्रो बनाउने। धेरै चिसो बनाउने पनि हावाले नै हो, गाह्रो बनाउने पनि हावाले नै हो। नभए त हावा चल्ने भने त ठिकै हुन्छ। हावा चल्यो कि मान्छेलाई लास्टै गाह्रो बनाउँछ। चिसो हावाले झन् चिसो बनाउँछ। हावा खतरा रहेछ। यहाँ त मान्छे हिँड्न सक्ने अवस्था छैन, घुँडासम्म आउँछ यहाँ। घोडाहरू खेल्न थालिसकेको उतातिर पनि पुरै अवस्था नाजुक छ। सबजना भित्र छ तातोमा, बाहिर निस्किएको कोही पनि छैन। सगरमाथा पुरै हिउँको सगरमाथा खडा भइसक्यो यहाँ सम्म ठाउँमा। के भन्ने यस्तो खतरा। यो 10-12 वर्षमै अमेरिकामा सबैभन्दा बेसी हिउँ परेको आजै हो रे। यस्तो छ, एकदम गाह्रो छ कन्डिसन। गाडीहरूको बिजोग छ, केही गर्न सक्ने अवस्था छैन। हाम्रो गाडी छोपेर राखेको छ, अरूको चाहिँ छोपेको छैन। यो चाहिँ हाम्रो गाडी हो। यहाँ सहरमाथा बनिसक्यो, यसको हिउँको अलटाङ सिलटुङ सब सगरमाथा। मान्छे भन्दा औलो छ हो यो त सगरमाथा। खुट्टै पुरै डुब्ने यस्तो पो छ त मान्छे हिँड्ने, पुरै डुबान खुट्टाको छाप। यहाँ मान्छे चढ्ने ठाउँ छैन फेरि, त गाह्रो छ। यस्तो छ, हिउँ परेर यस्तो छ, गाह्रो छ। यो गाडी त फुर्लुक्कै डुबिसक्यो। होइन, रात भनेको त्यो गाडी कहाँनिर छ भन्ने पनि थाहा हुँदैन। यसो अनुमान मात्रै हुन्छ, हिउँको थुप्रोभित्र गाडी हुन्छ। यस्तो छ हाम्रो। यस्तो भङ परेछ, यति धेरै। यहाँ त्यो के भन्दा खुट्टा त यस्तो थुप्रै जान्छ, यस्तो पो हुन्छ। खुट्टै डुब्ने गरी हिउँ परेको छ। यो त यहाँ त बाटै छैन त। बाटै छैन, बाटो थम्याउन गाह्रो। यस्तो
हिउँ परेको यो यस्तो छ भर्याङ त भर्याङ उक्लिने ठाउँ छैन। खुट्टा त यसरी खुट्टै दुख्दो रहेछ तल। न्यु जर्सीमा सगरमाथा बनेको छ हिउँको। त्यस्तो छ पुरै हिउँको सगरमाथा यस्तो परेको छ। त्यो 10-12 वर्षकै सबैभन्दा बेसी हिउँ परेको रे आज यहाँ अमेरिकाको न्यु जर्सीमा। हिँड्ने ठाउँ छैन हाम्रो त पुरै ढोकामा त पुरै त्यो सिँढीहरू नै पुरै ढाकिसकेको छ। यहाँ फेरि हिउँको सगरमाथा बनेको छैन, फेरि मान्छे जति नै अग्लो छ यहाँ त। अब पुरै गाडी पनि ढाकिसकेको छ। हाम्रो गाडी त यसरी छोपेर आएको, गाडी पुरै ढाकिसकेको छ नि, पुरिसकेको गाडी। स्लिटहरू परेको छ आज हिउँभन्दा पनि, त्यही भएर रुखतिर बसेको छैन। हिउँको सगरमाथा 10-12 वर्षकै सबैभन्दा बेसी हिउँ आज। यो त भर्याङ त मान्छे चढ्ने सिँढी त छैन पुरैसम्म, गाडीको अवस्था यस्तो छ। स्लिट परेको रहेछ हिउँभन्दा पनि आज। अलिअलि सोरेको छ, सोर्दा पनि सोरेको जस्तो छैन, पुरै ढाकेको छ गाडी त। गाडीको अवस्था त यहाँ पनि कोही हिँड्न सक्ने अवस्था छैन यहाँ त। यो फायरको उ त पुरै पुरिन लागिसकेको छ। स्लिट परेको रहेछ, स्लिट आज हिउँभन्दा पनि। हिउँ भएको भए रुखतिर सबैतिर बस्थ्यो, आज रुखमा छैन। त्यो भनेको चाहिँ स्लिट परेको हो। यो चाहिँ स्लिट परेको भने चाहिँ अलिक साह्रो साह्रो हिउँको बल्लाहरू कमलो भुवा जस्तो खरानी जस्तो पर्या भए चाहिँ जताततै बस्थ्यो। हिउँको पनि टाइप हुँदो रहेछ, कोही चाहिँ अलि साह्रो स्लिटहरू पर्दो रहेछ, कोही खरानी जस्तो पर्दो रहेछ, कोही ठिक्कको पर्दो रहेछ। पुरै यो हाम्रो फोहोर फ्याँक्ने ड्रम पनि पुरिनु लागेको छ। यतातिर पुरै ढाकिसकेको छ हिउँले। चिसोले मान्छे बाहिर निस्किन सक्ने अवस्था छैन, कोही निस्किएको छैन। यही सफा गर्ने गाडी बेला बेलामा दौडिरहेको छ, एकछिन सफा गऱ्यो फेरि एकछिन उठ्दै हुन्छ। यस्तो हाम्रो मेल बक्सहरू पुरै पुरिन लागिसकेको छ। मेल बक्स पनि घुँडासम्म छ। यो टेक्दाखेरि यस्तो छ, यस्तै टेक्यो भने त यत्रो भन्नुपर्छ त। घुँडासम्म धसिने गरी छ यहाँ। गाडी पुरै फुल्लुक्कै डुब्न लागिसक्यो, टायरहरू सबै डुबिसक्यो गाडीको। रातभरिमा गाडी नै कहाँनिर छ भने थाहा हुँदैन, सबै पुरेर यस्तो छ अवस्था। भिजेको छ, घरको छानाहरू सबै त्यस्तै छ। यहाँ पनि हिउँ थुपारेर सगरमाथा बनाइसकेको छ सफा गर्ने। यहाँ पनि हिउँ छ बाटोमा, हिँड्न पनि गाह्रो छ यहाँ। यहाँनिर यस्तो छ, अलिअलि जमेछ। यता पनि पुरै यस्तै छ अवस्था। पुरै हिउँ तनक्क परेर बसेको छ। हिउँ तनक्क परेर चाहिँ यहाँ पनि कहीँ केही नाम निशाना केही थाहा छैन यहाँ कहाँ के छ भनेर। हिउँको थुप्रो गाह्रो छ। घरको छानाहरू पुरै सेतै यसरी हिँड्नु परेको छ अवस्था। जाडो व्यापक छ।
बच्चाहरू पनि पुरै डुब्दै डुब्दै खेल्दै हिँडेर यता पनि उही हो हालत यता पनि उही हो गाडीहरू त आधी त डुबिसक्यो पाङ्रा त टायर त डुबिसक्यो यसरी बसिरहेको टायर सब डुबिसक्यो गाडीको आधी उधी रातभरिमा गाडी नै डुबेर आफ्नो गाडी कहाँ छ भन्ने नै थाहा हुँदैन यस्तो हाम्रोतिर चाहिँ बाढी पहिरो हुन्थ्यो यहाँ चाहिँ यस्तो हुँदो रहेछ हिउँको सगरमाथा बनिसक्यो यहाँ पनि हिउँ त यो गाडीहरू निस्किन सक्ने अवस्था छैन अब पुरै अवस्था नाजुक छ एकै दिनमा यस्तो हिउँ पऱ्यो राति राति भन्नाले बिहान 3-4 बजीदेखि पऱ्यो होला बिहान उठ्दाखेरि त परिसकेको रहेछ गाडी त सफा गर्दै गयो एकतिरबाट सफा गर्दै गयो एकतिर नपुग्दै पुरा भरिसक्ने त्यस्तो रहेछ यसरी हिँड्नु परेको छ यसले पनि छोपेर राखेको रहेछ यतातिर एकदम गाह्रो छ अवस्था यसरी गाडीहरूको त सब डुबिसकेको छ गाडी आज राति होइन भोलिसम्मै भोलि दिउँसो 11-1 बजीसम्म पर्छ भन्ने जस्तो देखाएको छ त्यहाँनिर प्रकाशमा यो त पुरै के भन्छ यसलाई त प्रलय जस्तै पो हुने भयो त यस्तो भएपछि त कसरी बाँच्न सक्छ नचाहिने खानेकुरा किन्न सक्छ त्यही भएर अस्ति नैदेखि 3-4 दिन अगाडिदेखि नै मान्छेहरू खानेकुरा किन्नेको भिड थियो सब स्टोरहरू रित्ताइसकेको थियो यता पनि त्यस्तै छ यो चाहिँ हिउँ खाने गाडी हो त्यो छ गाडीको अवस्था मान्छेहरू यसरी हिउँ फ्याँकिरहेको छ हिउँ फ्याँकी पनि के गर्नु एकैछिनमा त्यस्तो भइहाल्छ फ्याँक्नु र नफ्याँक्नु एउटै हिउँ पर्न रोकिसकेपछि मात्रै फ्याँक्दा ठिक हुन्छ हिउँको सगरमाथा बनिसकेको छ यहाँ पनि गाडी चाहिँ रुखहरू यतातिर गाडीहरू पुरै ढाकिसकेको छ हिउँको सगरमाथा बनिसकेको छ यहाँ त बच्चाहरू हो कि को यत्रो खाल्टो बनेको छ बच्चाहरू हिउँको यस्तो खाल्टो बनायो हिउँको खाल्टो हिउँको सगरमाथा यहाँ पुरै हाम्रोतिर चाहिँ हिमालको सगरमाथा हुन्छ यहाँ चाहिँ त्यत्तिकै हिउँ परेर सगरमाथा पुरै डुबिसकेको छ गाडीहरू केही छैन राम्रो अवस्था नाजुक छ अब पावर आउटेज हुन मात्रै बाँकी छ पावर आउटेज हुन मात्रै बाँकी छ पानी त जसोतसो आइरहेको छ पावर आएसम्म इलेक्ट्रिसिटी आएसम्म पानी चाहिँ आउँछ अनि तताएर पठाइदिन्छ त्यही भएर 2-3 दिन अगाडिदेखि नै 1 हप्ता अगाडिदेखि नै यस्तो हुन्छ खानाहरू बेलैमा स्टकमा अलिअलि राख्नु पावर सावर जान सक्छ खानेकुराहरू फास्टफुडहरू बेलैमा पकाएर राख्ने भन्ने कुराहरू न्युजहरू आइरहेको थियो नभन्दै यस्तो भयो यसरी हिउँ फ्याँक्ने गाडी दौडिराखेको नुन पनि छर्किन्छ त्यसले हिउँ पनि फ्याँक्छ डोजरको काम पनि गर्छ पसल त पुरै बन्द छ कोही केही छैन त्यो कन्भिनियन्ट स्टोर हो तर पुरै बन्द छ पसलहरू सब बन्द छ हिउँ फ्याँक्ने गाडी हो यो रोड हो यो रोड त पुरै रोड हो कि होइन कि जस्तो पो लाग्दो रहेछ यहाँ त यस्तो
गाडी त छ। आज सिचुएसन अवस्था डेन्जर छ। त लेकतिर जाने अवस्था नै छैन रहेछ, मान्छे डुब्छ त्यहाँ त। लेकतिर त जानै सकिँदैन। यो चाहिँ रोड हो, तर यो रोड हो कि होइन कि केही थाहा नहुने भइसकेको छ सबै। यसरी हिँड्नु परेको अवस्था छ। यतातिर स्कुलको पुरै यस्तो छ। आँखैमा लाग्दो रहेछ यो स्लिपले त हावा आएर। विन्टर स्टोम चिसो हावा पुरै मुठी छेड्ने खालको मान्छेले ढल्छ यसले त। पुरै तिनवटा ज्याकेट लगाएर हिँडेको छु एकदम। 3टा ज्याकेट, 2टा टोपी, जुत्ता सब बन्दोबस्त गरेर हिँडेको छ म चाहिँ। गाडी यसरी फटाफट एक दुईवटा हिँडिरहेको छ। एकदम गाह्रो छ गाडी हिँड्नलाई। गाडी हिँड्न सक्ने अवस्था छैन। यतातिर पुरै अवस्था नाजुक छ। आँखैमा लाग्दो रहेछ यतातिर चाहिँ। त्यो तरिकाले त गाह्रो छ। रातिदेखि परेको कन्टिन्यू के अचम्म भयो त, हाम्रो पानी परेको जस्तो पो हिउँको छिटाहरू त परेको कहाँबाट आउँछ पुरै यो के भन्छ कसरी बन्छ यो, कसरी यसरी थुप्रिन्छ, पुरा संसारै ढाकिने गरी अचम्म छ। स्कुलको ग्राउन्ड त पुरै हिमाल भइसकेको छ। यहाँ त ग्राउन्ड हो कि के हो, स्कुल हो कि के हो, के पनि थाहा छैन। त्यो समय भइसकेको छ ढाकेर। पन्जा लाउँदाखेरि पनि हात चाहिँ छिरिआयो पुरो। कस्तो डेन्जर चिसो हुने रहेछ। नभए त हात झरिसक्थ्यो अहिले। यता फेरि सगरमाथा बनेको छ, हिउँको सगरमाथा पुरै। यतातिर यस्तो ठुल्ठुलो हिउँको पुरै हिउँको सगरमाथा बनेको छ। यहीँसम्म मान्छे डुब्ला जस्तो छ। मान्छे डुब्ला जस्तो भइसक्यो। आमा डुबेर कम्मर आउँदो रहेछ। यहाँ चाहिँ यस्तो हुँदो रहेछ। पुर्लुकै जाँदो रहेछ त खुट्टा चाहिँ। हावा आयो, हावा। यो हावाले चाहिँ मान्छे ढाल्छ। हावाले हालेर चाहिँ मान्छे ढाल्छ। हावाले हालेर मान्छे ढाल्छ। त्यही त भएर हिँड्नु पर्छ। बेला बेलामा आउँदो रहेछ यस्तो हावा। हावा नआउँदा त ठिकै हो। हावा आउँदाखेरि चाहिँ ढाक्कमै हान्छ। फेरि आफै खोल्न नसक्ने गरी मुटुई छेडेर जस्तो गरी पो आउँछ। यस्तो गाडी त यता सहरमा त बनिसक्यो। हिँडेको गाडीहरू पुरै पुर्लुकै गइसक्यो गाडीहरू। केही बाँकी छैन। यो विपत्ति आयो त यस्तो त यार। त्यो धुवाँहरू भनेको चाहिँ हिटिङ सिस्टम
कोठाहरूलाई तातो राख्ने, पानीहरू सञ्चालन गरिदिने, तताएर तातो पानी, बोइलर सिस्टम। त्यो छ गाह्रो छ अवस्था। यतातिरको पनि यस्तो छ, यतातिरको पनि यस्तो छ। गाडी निकाल्न सक्ने अवस्था छैन। यही रातभरिमा झन् गाडी त पुटुक्कै गइसकेको छ। रातभरिमा त गाडी, आफ्नो गाडी कहाँनिर छ भन्ने पनि थाहा हुँदैन उडेर। गाडी फसेछ क्या त्यहाँ भनेर निकाल्न खोज्दैछ। मलाई चाहिँ हिलोमा फस्छ, यहाँ चाहिँ हिलोमा फस्छ। गाडी फसेछ है हिलोमा। यस्तो छ अवस्था। गाडीहरू पुटुक्कै डुबिसक्यो। धेरै गाह्रो छ, अवस्था नाजुक छ। यतातिर पनि गाडी त्यहाँ डुबेर बसेको छ, निकाल्न नसकेर। त्यो पनि गाडी सफा गर्ने गाडी हो, नुन छर्किने। पछाडिबाट नुन छर्किन्छ, अगाडिबाट हिउँ फ्याँक्छ डोजर जस्तो। यो पनि गाडीहरू सब डुबेर केही छैन। यो सब डुबेको गाडीहरू हो। गाडीहरू पनि त्यहाँ सगरमाथा बनिसक्यो, अझै परिरहेको छ कन्टिन्यू हिउँ पर्ने क्रम रोकिनेवाला छैन, रोकिने छाँटकाँटै छैन। यस्तो सगरमाथा बनिसक्यो यहाँ फेरि हिउँको। जसो तसो खिच्दैछु म चिसोमा। सब डुबेर हैरान बच्चाहरू दुईजना बुढाहरू खेल्दै हेर्दै हिँडेको छ। सबजना यसरी सबै भित्रै बसेको छ, बाहिर कोही निस्केको छैन तातोमा हिटरमा।